everyone, welcome back to my channel. त के छ सबैको हालचालहरू आशा गर्दछु सजिलो हुनुहुन्छ भनेर अनि सबभन्दा पहिला तपाईलाई ह्यापी न्यू इयर 2026 तपाईहरुको सबैको राम्रो जाओस् हैन अनि हामी यहाँ सुतिराख्नु भएको छ अघि सबै चेन्ज गरिदिएको बेडसिटहरु हैन सो आज चाहिँ धेरै महिना बाद आए म हैन किनकि यसो ब्रेक लिएको हैन सबैबाट किनकि अब धेरै कुरा चलिरहेको थियो लाइफमा तर केही छैन हैन नयाँ सुरुवात नयाँ जिन्दगी अनि यहाँ हेर्नुस् मैले अस्ति किनेको हाम्रो युथ फेस्टिभलमा म्युनिसिपालिटी युथ फेस्टिभलमा त अब यो चाहिँ म हो यो चाहिँ तिमी कहाँ छौ तिमी जहाँ पनि छौ यो तिम्रो लागि हो आई डोन्ट नो कहाँ छौ हो अनि यो चाहिँ हो मेरो सबै हट विल्स कलेक्सन हैन अनि यो चाहिँ मेरो साथीले बनाएको पेन्टिङ हो यहाँ मेरो आप्पा यहाँ उयो यहाँ सबै यस्तो छ हेर्नुहोस् मेरो रुम टुर चाहिँ यस्तो छ यहाँ यसलाई अभोइड गर्नु है सो 2026 को क्यालेन्डर पनि अस्ति बिचमा आउनु भएको थियो हैन हेल्पिङ ह्यान्ड्सबाट हामीले किन्यौँ हो अन्त यहाँ कसो हेर्नुहोस् फेरि यहाँ फेरि आमा हाला फर द रिजन यहाँ मेरो यो 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 गिफ्ट पाएको हो दुइटै मेरो हो राख्ने यहाँ जग्गा नभएर चाहिँ यहाँ राखेको सबै हो सो एनिवेज होइन भर्खर मैले पूजासुजा पनि सबै गरेँ सो म सोच्दै थिएँ के गरौँ अब भ्लग नयाँ सालमा नयाँ बनाउँछु भनेर सो यहाँ अब यहाँ पूजासुजा त भइसक्यो हो तिनीहरूको बनाएको छैन यहाँ आमा सुतिराख्नु भएको छ र के तातो भएर चिया माग्नु अन्त अघि भर्खर चिया र बिस्कुट खाएको चाहिँ के हो अघि भर्खर चिया र बिस्कुट खाएको चाहिँ के हो के अरे झुट बोल्दा है कति बजिसक्यो 9 बजिसक्यो सुत्नुपर्छ ल अब सुत्नु गएको बाई बाई अब म खानासाना पकाउनु जाँदैछु होइन सो एनिवेज यहाँ मेरो फ्यामिली फोटो होइन मेरो किचन सबैले हेरिराख्नु भएको होला होइन कि यहाँ स्ट्रिप भएको तिमीको गरेको छैन आई डोन्ट नो होइन अन्त अस्ति दार्जिलिङ पनि गएको थियो यहाँ चाहिँ हेर्नुहोस् है अब चिकन पकाउनु आँटेको मासु पकाउनु आँटेको रेडी छ हो अन्त यो माथिल्लो यो फ्लोरमा चाहिँ आमा र म मात्रै छु फेरि बहिनीहरू सबैजना गएको छ अन्त हामी तिमीलाई मिस गरेको छैन बहिनी हो त गाइस यहाँ अब भात पनि पाक्यो एक सिटी लाग्यो हो अनि पाक्दैछ चिकन यहाँ रेडी अन्त हेर्नुहोस् है सो आजको चाहिँ अब वर्षको सुरुवात कुखुरा खाएर गरिदिनु सोच्दा त ठिकै छ हेर्दैन हो सो अब चाहिँ आज के हुन्छ होइन हेरौँ मेरो प्लान छ मुभी हेर्नु जाने धुरन्धर मुभी हेर्नु जान्छु हो अब हेरौँ केटाकेटी अब साथीभाइहरूसँग भेट्छु होइन सबलाई न्यु इयर विस गर्नु पऱ्यो नयाँ साल सबलाई बधाई दिनु पऱ्यो सो अब चाहिँ दादा इज द गोइङ पानी चाहिँ किन चुउँदैछ त्यस कि यहाँ पो रहेछ पानी चुने त यहाँ बगेर अब यो ठिक गर्नु चल्नु यहाँ हेर्नु त अघि फेर्दै प्रभुजी उहाँ छ त टिस्यु पेपर उहाँ छैन आमा के हो त्यो बट्टामा कसले हालेर राख्नुपर्ने हो ह्याप्पी न्यु इयर अब यस्तै चाहिँ गाइस चाहिँ बिजाइराख्छु हो यस्तै जिन्दगी अब मान्छेले देख्दा मात्रै म हाँसी खुसीको डुलेको घुमेको मात्रै देख्छ नि तर अब कतिवटा कुरा भित्रै हुन्छ होइन अनि छोडेर त्यसलाई मारेर गएँ म यस्तै नेगेटिभ सोच्नु हुँदैन यहाँ हेर्नु न तपाईँको दादाले यहाँ पकाएको तपाईँको दादा तपाईँको भाइ तपाईँको त्यही त होला अरू त को होला मामा अङ्कल बाजे दियो भन्दा हुन्छ मलाई हो खाना पाक्दैछ हो अब खै त अन्त काम सकौँ भनेको कामै सकिँदैन यता बनाउनु पऱ्यो भनेर एकपल्ट आमाले हेरिकन आउँछु भनेको गएछ अब फेरि अब त्यो धुनु पऱ्यो यो पानी खनाउनु छ हो त्यहाँ के हुन्छ कसो हुन्छ अहिले मेरो माथि निस्केपछि थाहा हुन्छ साथीभाइहरूलाई भेट्नु छ आज डल्लै हो त्यहाँदेखि फेरि अहिले आमालाई खाना जानु थियो आमालाई त्यहाँदेखि म माथि जान्छु त्यहाँदेखि फेरि आउँछु त्यहाँदेखि फेरि खानासाना दिनु पऱ्यो चियाहरू दिनुपर्छ दिउँसो हो त्यहाँदेखि हेरौँ मुभी हेरौँ भनेर सोचेको छु लेट्स सी के हुन्छ यहाँ चाहिँ गाइस पक्का धोएर यो चाहिँ फेरि यस्तो छ नि त हेर्नु ल किन धुनु साह्रो पर्छ नि यो चाहिँ रबर हो क्या पछाडि चाहिँ
यो चाहिँ स्लिप हुँदैन। अन्त आमा चाहिँ यताउता चलिरहनु हुन्छ अन्त यो किन्ने हो क्या। सो यो चाहिँ उयो होस् भने तर खोइ त यो पहिला नि यो युज भइरहने हो तर पहिला चाहिँ अब लगाउने बित्तिकै बिगार्दैन। योपालि त खोइ त अघि बिहान लाग्यो अहिले बिगारिदिइहाल्नुहोस्। किन गर्नुसक्छ करायो भने पनि सानो स्वरले सुन्दैन, ठुलो स्वरले बोल्नु पऱ्यो। ठुलो स्वरले बोल्यो नि फेरि मान्छेले करायो के भन्छ र। तर मलाई मतलब छैन दुनियाँले के सोच्छ के सोच्दैन। मैले मेरो आमाको लागि जति गरिदिएको छु बस म खुसी छु होइन। मैले आफ्नो लिमिटभन्दा धेरै पुस गरेर आमालाई हेरेको छु होइन। मेरो अब निकै बाउन्ड्रिजहरू मैले बाँधेर राखेको छु कतिवटा कुराले गर्दा होइन। यस्तै हे लाइफ भनेको यस्तै हुन्छ, कहिले सेट हुनुहुँदैन। यहाँ हेर्नुहोस् हाम्रो 8 माइल 7 माइल यहाँ 9 माइल यहाँ माथि जेल छ। यहाँ यतातिर जेल छ। हाम्रो गाउँ हेर्नु बिल्डिङै बिल्डिङ भएर प्रभुजी बो उपर चाहिँ सिक्किम है। योपट्टि चाहिँ पर्खेन गाइस। यो चाहिँ सिक्किम हो। यो तारेभिर चिन्नुहुन्छ होला मान्छेहरूले। सो यो चाहिँ यताबाट मेरो सपोर्ट गरेर चाहिँ यतै देख्छ। कञ्चनजङ्घा पनि देख्छ यता तर अहिले छेक्के छ। एनिवेज गाइस म चाहिँ अब अहिले चाहिँ गएको के गर्नु कपाल काट्नु हो। आमा ढल्किरहनु भएको छ हो। च्यादर धुएर माथि छ ल। फेरि पनि चिया ए ल 2 पल्ट चिया खाइसक्यो आमा। अब खाना खानुपर्छ एकछिनमा ल ल। बिहान पनि तोसक भिजाएको तोसक सुकाइरहेको छ। अब आई थिङ्क यो पनि फेरिदिन्छु। यो तोसक अलिक पुरानो मेरो पनि भएको तोसक चाहिँ आमालाई दिएको कि। अब यो चाहिँ फेरेर त्यही लगाइदिन्छु। त्यहाँदेखि अब आइरहनु के हुन्छ म त साफसफाइ गरिदिउँ भनेको आमाको। बट हेरौँ के छ कसो रुटिन हुन्छ। सो गएको कपाल काट्नु भयो। अब कपाल काटेर भयो माथि जानु। सो के भएको दा ह्याप्पी न्यु इयर दा। विस गर्नु जाउँ को छन् हौ। ए ह्याप्पी न्यु इयर। ह्याप्पी न्यु इयर भाइ। आमा करेस ह्याप्पी न्यु इयरमा करेस के घाँटी पनि भएको छ कि तेरो त। डिरिङ्स खाइनस् डिरिङ्स खाइनस् डिरिङ्स। त्यो डल्लो खट्टु चाहिँ खा बहिनी हो। अर्को खट्टु चाहिँ नखानु ल। यहाँ माथि अरू आउनु भएको छैन ए ल। कोको यो चाहिँ मेरो भूमिकाको मेरो कुकुर हो। कहाँ गएको भाइ तिमी यता 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 को त्यो कराउनै भित्रबाट को ह्याप्पी न्यु इयर। यो चाहिँ मेरो साथी है हेरी हेरी। ह्याप्पी न्यु अङ्कल। आलु मिमी आइज नि त माथि आइज मोमो चिकन हुन्छ। कुन चाहिँ पिक्चर हेरिसरी जो द टर्मिनल्स भने कि दामी रहेछ क्या मजाको हुन्छ नि। अब ओइ हामीहरु मात्रै खेल्नु रहेछ अल्छी लाग्यो। त्यही त। के हो है अबि घरमै म त क्यामेरा धलिरह्यो। उहाँ त हल्ला हुँदै थियो त हिजो अन्त म थिइन त त्यहाँ। होइन हल्ला हुँदै थियो त भनेको सुनिन। यो दर्यो अझ बन्द गरे त्यस्तो आउँदैन हो है। त्यस्तो साउन्ड प्रुफ हेर यस उ तातो क्या तातो हुन्छ ए के जानु भनेर सर्दी लाग्नु हुन्छ। यहाँ हेर्नुहोस् है हाम्रो यी ठेकुर बेडी यस्तो छ हालत। यो घर चाहिँ पहिला इम्तियाजहरूको थियो अहिले नयाँ घरमा सिफ्ट भएको छ। यहाँ राधिका दिदीहरू ए अन्त दिदीहरू यता सुन्दै हो मनोज दाहरू बस्नुहुन्छ। अन्त उता दिको घर छ हो यहाँ तलपट्टि रेन्टमा। अन्त त्यसको तल चाहिँ हाम्रो क्यान्डल उयो गर्छ। ऊ पर चाहिँ प्रवासमा रहेछ। ऊ प्रवासना ओ प्रवासना ह्याप्पी न्यु इयर। न्यु इयर ह्याप्पी न्यु इयर भएछ। ह्याप्पी न्यु इयर
ए लु यो पगला भएछ क्या हो ह्याप्पी न्यु इयरमा त के भएछ भनेको त मेरो साथी पगला भएछ ल के भयो मलाई मलाई भेट्छ ल ह्याप्पी न्यु इयर भाइ ह्याप्पी न्यु इयर कता गएर आउनु भएको कता गएर आउनु भएको कता गएर आउनु भएको तपाईँ कता गएर आउनु भएको कता गएर आउनु भएको कता गएर आउनु भएको तपाईँ यता आउनु छिटो कता 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 गएर आएको भाइ कता गएर आएको मन्दिर गएर आउनु भएको गुड भयो ह्याप्पी न्यु इयर हजुर ठिकै छु तपाईँहरू ठिकै हुनुहुन्छ मामा ह्याप्पी न्यु इयर के पाक्दैछ के पाक्दैछ यहाँ पाक्दैछ गोस ढिलो भयो आज अघि सालको दिन ढिलो भयो ढिलो उठाइ भयो क्या हौ चाबी बिर्सेर आएर ए बेलुका फोन गरेर गोजीमा हालेर लगेछ सधैँ मलाई दिन्थ्यो बेगमा हुन्थ्यो म ल्याउँथेँ नि त कि चाबी लगेछ अब यहाँ बसेर मामालाई फोन गरेँ मामा आओस् फेरि ढिलो न ढिलो अन्त पुण्यले कल गरेको थिएँ चार अघि गऱ्यो भिडियो कल गरेको थिएँ कि अघि 10:30 तिर यहाँ त भर्खर ह्याप्पी न्यु इयर भयो भन्दै थियो ए तिमीहरू ढिलो रहेछ आयो हामी सिके चोकमा छौँ अहिले ह्याप्पी न्यु इयर सिके प्रधानजी हो लेट सिके प्रधान ए यहाँ सब बन्द रहेछ यहाँ कपाल काट्न आएको एल्पनिक्समा चाहिँ हामीले कपाल काट्ने सपना भइसक्यो तिमीले हाम्रो लागि अलग्गै खोलिदिनु पऱ्यो भन्दा जस्तो भयो ए आज बिहिबार पनि हो नि त त्यही भएर नि यहाँ उयो भएको भाइजान बोल्दैन त भाइजान त के भयो बोल्दैन त यहाँ हेर्नुहोस् यस्तो चाहिँ सिकेछु खाली हुँदा चाहिँ यस्तो हुन्छ स्टल नराख्दा चाहिँ यहीँ स्टल राख्दा चाहिँ कतिको चाहिँ हुन्छ होला अब भिड एभ्री वान नोस धुम भाइ त यहाँ तप रहेछ त हेर्नुहोस् है त गाइजी हो किरिसका गाना सुनेगा यो चाहिँ हो हाम्रो के भन्छ यसलाई डिएस गुरुङ रोड हो दोकान आज बन्द छन् मेरो हो यहाँ जाँदैछु यहाँ हेर्ने डिएस गुरुङ रोड पनि कम त ठुलो छैन त गाडी राखेन भने चाहिँ यहाँ पार्किङले अब के भन्नु सबै खानेबाट आज भाइजन म जाँदैछ हो आज फेरि बिहिबार परेछ बिर्सेछु हो अब कपाल चाहिँ कटाइ हुन्छ जस्तो छैन ल त हेरौँ के हुन्छ आमा कपाल काट्नु लागि यस्तो दुःख गर्नुपर्छ भनेर चाहिँ फर्स्ट टाइम खोज्दै हामी चाहिँ यहाँ आइपुग्यौँ न्यु लुकको माथि ए यताउता है बाटो न्यु लुक आइपुग्यो कपाल काट्नु यस्तो दुःख हेट कपालै काट्नु गयो है जङमा गएको बराबर भइसक्यो ल यो चाहिँ हाम्रो स्ट्यान्ड हेर्नुहोस् तपाईँहरूलाई कहाँ कहाँ चाहिँ घुमाइसक्यो आज म कालिम्पोङ बजार डल्लै घुमाउँछु होला स्ट्यान्ड हेर्नुहोस् न्यु इयरको हो फेरि सबैजना पिकनिक सिकनिक मनाउनु गइरहेको छ हामी मात्रै नजाने किनकि आएर झगडा पर्नेहरू हुन्छ बेसी बुझाउने पनि त्यस्तै गाडी फेरि हो गाडी पाइ त्यही कारण चाहिँ बिसेफ ए आम्बौ कति आएको कति गएको कालिम्पोङमा मान्छेहरू लु हेर्नु त लु देखो न गाइस देखो न ये क्या ए देखो न आज चाहिँ भाइ पनि लु त है गाइस यहाँ हेर्नुहोस् कपाल काटेर आइपुगेँ बल्ल बल्ल होइन त ढिलो भयो हाम्रो खाना दिनुपर्छ त्यहाँ चाहिँ टिकट बुकिङ गरिसकेको छु 2टा भाइजन म जाने भनेँ तर भाइजनको चाहिँ मलाई डाउट लाग्दैछ तर पनि हेरौँ 1:30मा छ सो चाहिँ फटाफट रेडी हुने कपाल नुहाइधुवाइ पनि गर्नु पऱ्यो आमालाई पहिला चाहिँ खाना दिइहाल्छु बिचरा भक्काइरहेको होला नि तलपट्टि दियो कि दिनु पनि सक्छु हो आमाको फेरि खाए पनि खाइन नै छ नि त मुखमा यसरी आइपुग्यौ हामी देउसुरे ह्याप्पी न्यु इयर भन्दै रे आइपुग्यौ हामी खाना खाने हो खाना खाने भनेको ए भोक लाग्यो ल ओके मैला पारेर नि तपाईँलाई नि म पिट्छु गुन्दी ल ओके पिट्छु भन्दा नि ओके भन्छन् कता गयो चाबी चुबीहरू
च्याबी चिबी चिपी चिपी च्यापा च्यापा रुबी रुबी रबर रबर तपाईँले के नोटिस गरिरहेको यो चाहिँ मैले अस्तिदेखि यस्तो गरौँ भने यहाँ के छ हेर्नुहोस् है सरप्राइज 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 कुकर यसमा चाहिँ भात उयो गरेँ तातो बस्दो रहेछ यो चाहिँ मैले सोचेको चाहिँ थिएँ कि तर अस्ति फेरि दार्जिलिङ जाँदाखेरि त्यहाँ देखेको थिएँ नि त यसरी उयो गरेको अन्त मैले पनि सोचेँ यस्तो गर्छु भनेर आज ट्राई गरिहालेको इट्स वर्क आमालाई खाना पकाइदिँदैछु खाना दिएर चाहिँ आफू चाहिँ नुहाउनु जाने हो त्यहाँदेखि नुहाएर निस्किने डङ्की डङ्क खाना खाने त्यहाँदेखि चल्दिने रेडी भएर होला गाइस देखो न ये क्या है चिप्स पनि पकाइदिएको छु आज चाहिँ चिप्स चिपिस खानुपर्छ चिपिस चिपिस हो अब हेरौँ के कतिको छ मसरुम 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 यो चाहिँ मेरो वासरुममा नहेर्नुहोस् ए त्यही कारण ज्याकेट लगाएको चाहिँ कारणै त्यही हो क्या कपाल काटेको चाहिँ टक्कै सजिलो हुन्छ अर्को झन्टै मैला हुन्छ हजुर दिएको चिप्स चिप्स मात्रै खानु होइन ल आमा भात पनि खानु हो कि हेर्नु त कस्तो भएछ कैसन बा ठिक बा खाँदिनँ मुसेर दिनु पऱ्यो आमाले फेरि मासु मासु मात्रै खानु मोदी फेरि लाबियो त किन मासु किनेको पर्ला जस्तो तिमीले फकाउनु पर्दैन फर्स्ट टाइम खाएको होला जिन्दगीमा पहिलो फर्स्ट टाइम खाएको होला तपाईँ आफै खानुहुने ल म गएर त्यसो भने म नुहाउनु जान्छु नि ल चिप्स मात्रै खानु होइन खाना पनि खानु यस्तो छ अन्त चिप्स मात्रै खाइदिन्छ अब खान्छु म तपाईँ खानु न खानु पहिल्यै म्याथमेटिक अबै कम्ताको छ खानु दिएन भन्छ है यत्रो मासु मुखमा चपेर नि अहिले एकछिन खानु दिएन भन्छ भनेको नि तपाईँले माग्दै गरेको किन मागेको अन्त किन मागेको त्यसो भने चाहिँ किन मागेको त्यसो भने खोइ हौ टिस्यु पेपर छ त हाम्रो घरमा सबै आमा त बिहार ए प्रभुजी ल त गाइस भाइ अहिले भेटौँ म ढिलो भयो हौ अब अघिसम्म चाहिँ मागेर हो अहिले चाहिँ भयो भन्छ फेरि अन्त अहिले फेरि एकछिनमा भोक लाग्यो भनेर हल्ला गर्नु माग्नु माग्ने हो तपाईँ अन्त किन माग्नु खानु मजाले भर्ती पेट खानु त्यहाँदेखि पो ढुक्कै हुन्छ त चुपुर 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 चरा जस्तो लास्टमा खिलाउनै पर्छ अन्त यस्तो छ हेलो गाइस देखो ना ये क्या है देखो ना गाइस देखो ना गाइस ये क्या है म खाना खाँदैछु है अब आमालाई खिलाउँदै खाँदै साह्रै मिठो भयो मिलाएको जानु लाग्यो फटाफट ढिलो भयो 11 minutes later. त लु अब यस्तो तपाईँहरूले बुझ्दैन क्या बिहानै बाठे भएर यस्तो रिस उठ्छ कि बाठे भएर क्या बिहानै दुधको चिया बिहानै आमाले पच्दैन खाली पेटमा दुधको चिया कि अब पेट खराब भयो अब आमाको अब के भन्नु अब म केही भन्न सक्दिनँ उनीहरूलाई के लाग्छ म त्यति त्यो एउटा नाथे दुध ल्याउनु सक्दिनँ
टाउको दुखाइ मेरै भयो हुन्छ नि बाहिर निस्क्यौँ भनेको अब लु धन्यवाद थ्याङ्क यू गाइस अब भयो मेरो दिमाग खरायो साफसफाइ पनि गऱ्यो ढिलो भयो नि 1:30 भइसक्यो हो खोइ भाइजनलाई कल गर्छु हेरौँ के कसो हुँदो रहेछ दिमाग खराब हुन्छ हौ कस्तो खाले कहिले आएको भए पो कहिले हेरेको पो याद भए पो आमालाई के दिनु के नदिनु छैन जब दिनुपर्ने त्यति बेला चाहिँ वचन लगाइदिन्थ्यो नगर्नु म आफै गर्छु भनेदेखि चाहिँ अहिले चाहिँ मान्छेहरूको छेउमा देखाउनु लागि चाहिँ देखाइरहन्छ एउटा सो अफ साँच्चै भनेको किटी खान्छ यस्तो हेर्ने नै होइन सम्हाल्ने नि होइन सम्हाल्ने भनेको टक्टा खायो अहिले चाहिँ भत्कर साँच्ची भनेको कहिले आएर हेरेर सोधेको भएको थाहा हुन्छ सोध्छौँ हामी चाहिँ आइपुग्यो होइन साह्रै ढिलो भइसक्यो धुरन्धर मुभी चाहिँ ला टिकट बसेको हुँदैन होला यो चाहिँ इन्टरभल भइरहेको छ हेर्नुहोस् है सँगै टिकट काटेको अलग अलग दिएर भाइजन कहाँ मुख ए 11 ओन्ली मात्रै भइरहेछ त यो मुभी नि हेरेँ अस्ति यो दामी थियो राम्रो थियो मुभी जारी 2 एनिवेज अब फेरि टाइम भयो बस्नै बिचमा बसेर त कस्तो निन्दा लाग्छ भने मुख दुखेर आएको हेरौँ फेरि के हुन्छ कसो हुन्छ दामी रहेछ मुभी चाहिँ होइन त्यसै चाहिँ तारिफ भएको होइन रहेछ अनि यो चाहिँ यतै पर्छ है हेर्नुहोस् है भन्दा पनि एउटा नानीले मेरो छेउमा बसेर यस्तो रिल्सहरू चलाएर उयो गर्दैछ कि म तपाईँलाई देखाउँछु होला हेर्नुहोस् ल गाइस हाम्रो कालिम्पोङ क्रिसमस इभ न्यु इयर इभले गर्दा चाहिँ यस्तो भइरहेको छ ह्याप्पी न्यु इयर दा यो चाहिँ हाम्रो अम्बरचोकको त्यहाँको घडी यस्तो छ है क्रिसमस इभ ल अहिले चाहिँ हामी आइपुग्यो गाउँ यो चाहिँ हो सबैलाई थाहा भएको ए यसको नि हालत त ठिक छैन अन्त यो चाहिँ हो फेरि आयो हो अन्त हामी पनि फेरि आयो सो अहिले चाहिँ मुभी हेरेर आइसक्यो होइन अन्त आमा चाहिँ यहाँ बसिराख्नु भएको छ हो चिया पिउनु हुँदैछ हो आज पुरै काम बिगार्नु भएको छ हो के भन्नु त दिमाग उयो भयो होइन तर एनिवेज अब यस्तै छ लाइफ होइन चलि नै रहन्छ रोकिने होइन सो आज चाहिँ आज त मुभी डे भयो भनौँ न मेरो हिजो पनि म के अरे न्यु इयर पनि द टर्मिनल्स मुभी हेर्दै न्यु इयर आयो हो दामी मुभी तपाईँहरू पनि हेर्नुहोस् नेटफ्लिक्समा छ हिन्दीमा नै एभाइलेबल रहेछ अनि निकै पुरानो मुभी हो तर एकदम दामी मुभी अनि बिहान उठेर स्ट्रेन्जर थिङ्स ए बिचार अब यो त होइन अब त्यस्तो सोचेको जस्तो त थिएन होइन तर पनि अब अन्त के भन्छ त्यसलाई त्यस्तो सोचेको जस्तो थिएन तर पनि ठिकै छ अब होइन एट द एन्ड भयो भने चाहिँ भयो निकै नस्टाल्जिया हिट भयो अन्त मिली बेबी ब्राउन चाहिँ एकदम के भनौँ जुन चाहिँ त्यो सानोको इनोसेन्ट फेस थियो अहिले त अब त्यही हो युनो बुटक्स रक्स त्यो एक्सप्रेसन दिनु चाहिँ खोज्दै थियो कति बेलामा तर त्यो एक्सप्रेसन नै दिनु खोजेको थिएन क्या त्यो मुख चाहिँ बनाउनु खोज्दै थियो कि तर त्यो एक्सप्रेसन नै छैन क्या त्यो बुटक्स बेसी भएर एनिवेज हो फिलर्सहरू गरेर एनिवेज अन्त आजको दिन तपाईँहरूको चाहिँ लु आजको दिन तपाईँहरूको चाहिँ कस्तो भयो के भयो होइन कमेन्ट गर्नुहोस् अनि कतिजना प्रायः त हाम्रो यहाँ पिकनिक जाने दस्तुर छ होइन पिकनिक जानुभयो होला होइन कति कहाँ जानुभयो होला सो एक्सपिरियन्स सेयर गर्नु चाहन्छ सेयर गर्नुहोस् कमेन्टमा सो आजको दिन राम्रै भयो भनौँ न अब होइन सानोतिनो बाधा आयो रिस पनि उठ्यो उयो पनि भयो तर अब त्यो सब सोच्नु हुँदैन सो यो सबैलाई वन्स अगेन ह्याप्पी न्यु इयर यो 2026 तपाईँहरूको एकदम राम्रो जाओस् होइन अनि आमा चाहिँ सुती बिस्किट खाँदै चिया खानु हुँदैछ आमाले पनि लु आमा ए खोइ आमालाई देखेन त ह्याप्पी न्यु इयर भनिदिनु लु आमाकोबाट नि ह्याप्पी न्यु इयर ल मेरो रियालिटी हेर्ने गाइस यो हो मेरो रियालिटी चाहिँ त्यो बनाइराखेको छ
फ्याँक्नै पऱ्यो नभए त फेरि सुक्नु नसक्ने रहेछ हेर्नुहोस् फेरि सबै मिलाइदिएको रात पऱ्यो अहिले चाहिँ आमालाई खाना खुवाउँदैछु के गर्नु अब नगरिदियो भने माया लाग्छ आफै खानु हुने हेर्नु नि फेरि छानी छानी खान्छ नि त बोजूको चाहिँ खाएँ पहिला तरकारी सो यस्तै छ अब जिन्दगी चाहिँ हो साथी हो रियालिटी चाहिँ यो होइन म हाँसी खुसीको मात्रै बनाउँछु बट रियालिटी इज रियालिटी र के गर्नु अब छानी खाएको खायो अब हो यता दिनु त आमा त्यसरी हुँदैन भात पनि खानुपर्छ तरकारी खाएर हुन्छ ए ल एनिवेज गाइस ल अब आमालाई खाना खिलाउँछ अब महायुद्ध हुन आँटेको चाहिँ के गर्नु अब यस्तै ल आयो नि बस वन्स अगेन ह्याप्पी न्यू इयर फर्किनु यो माथि अन्त कसले मैला पार्नु भन्यो मैला पनि पार्नु चिसो पनि मान्नु त्यसरी त कहाँ हुन्छ त सबै साफसफाइ गरेर यसको उयो गरेर आम्बो कस्तो गुम्साएर राखिराख्नु भएको थियो सबै खिडकीहरू खोलिदिएको हो यता भेन्टिलेसनहरू खोलिदिइरहेको छु खाना खाँदाखेरि म त के गनायो भनेको थिएँ यहाँ रहेछ नि त सुरुवाल पनि डल्लै मैला पारेको रहेछ हामीले यो चाहिँ हो भाइ के साथी हो मेरो रियालिटी 2026 में दुनियाँ खत्म हुने वाली थियो भने त्यो त थाहा भएन कि म चाहिँ ठिकाना लाग्छ नि